बफ र चिकन ससेज खान मन लागेर तल भइरहेको बेला यता भने पोर्क ससेज सजिलैसँग पाइने, तर चिकन ससेज पाउन भने साह्रै गाह्रो। पोर्क ससेजको स्वाद कस्तो हुन्छ होला भनेर सोच्नुहुन्छ भने मलाई ठिकै मात्र लाग्छ। बफ र चिकन जस्तो मिठो भने लाग्दैन। यो बनाइरहेको चिकन ससेज भने मैले तेतोबाट लिएकी हुँ। तेतो मल्टी शप ग्रोसरी एप हो जसमा हलाल पसलहरू समावेश गरेर नेपाली र इन्डियन सामग्रीहरू पाइने जापानको जुनै पनि ठाउँबाट घरमै बसी अनलाइनबाट किन्न सकिन्छ। यो एपमा भएको सस्तो सुलभ मिनी नेपाल र हिमालयन मार्टबाट इच्छा लागेका नेपाली र इन्डियन सामग्रीहरू किन्न सकिन्छ। तेतोमा अहिले चलिरहेको दशैं अफरमा खरिद गर्दा 5% पोइन्ट फिर्ता पाउनुहुनेछ। अर्को दशैं प्याकेज क्याटेगोरी भित्र पर्ने मासु, मरमसला र दशैंको लागि चाहिने पूजा सामग्रीहरूमा पनि भव्य छुट रहेको छ। अझै तेतो एपबाट 15,000 येन भन्दा माथिको खरिद गर्ने 15 जना लकी विनर्सहरूले 5,000 येनको कुपन पोइन्ट पाउनुहुनेछ। यस्तो राम्रो अफर नछुटाउनु होला है, किनभने हलाल पसलहरू खोज्दै एकदमै टाढा जानुपर्ने समस्याको हल निकालेको छ तेतो एपले। त्यसैले अघि बनाएको चिकन ससेज पनि मैले त्यहीबाट लिएकी हुँ। अहिले बनाउँदै गरेको भने गुलियो पिरो सस, लसुन, सोया सस, चाइनिज केचप, भुटेको खुर्सानी र टिमुरको धुलो हालेर पकाएपछि तयार हुन्छ यो सस। नुनिलो, पिरो, गुलियो सबै स्वाद भएको यो सस। यसलाई अब अघि बनाएको चिकन ससेजसँग राख्नेछौँ। चिकन ससेज खान मन लागिरहेको त्यही माथि यसरी बनाएर खाँदा त ओहो यति मिठो भएको थियो नि। खाइसकेपछि तेतो एपबाट ससेजसँगै लिएको अन्य अरू नेपाली सामग्रीहरू पनि निकाल्दैछु।